के गर्दै हो सिन्चो हजुर? म यहाँ पुरानो फोटोजहरू हेरेर म पनि आऊ भइहाल्छ नि। एउटा फोटो छ 1980s तिरको फोटो हो यो होइन। यो थाइल्यान्डमा हो, नेपालको रोयल फ्यामिलीको भिजिट भएको थियो। किनभने यो पूर्व युवराज पारस, पूर्व युवराज दिपेन्द्र शाह, पूर्व युवराज देवेन्द्र। अर्को एउटा इन्ट्रेस्टिङ फोटो छ क्विन ऐश्वर्या, श्रुति रामा होइन। हजुर त्यही त। यो त नि थाइल्यान्डको रानी हो क्यारे, अहिले धेरै उहाँले वृद्ध भइसक्नुभयो। अनि यो मेरो आमाको पार्टीमा। अनि एउटा यहाँ मैले इन्ट्रेस्टिङ फोटो देखेँ कि यो पूर्व राजा ज्ञानेन्द्र शाह र मेरो बुवा र थाई डक्टर्सहरू छन्। तर इन्ट्रेस्टिङ के छ भने यो पछाडि जुन फोटो छ नि, यो मेरो आमा र बुवाको फोटो, त्यो त्यहाँ पनि छ मसँग। यो पिक्चर है? त्यही त यो फोटो हेर न, थाइल्यान्डबाट इन्डियाबाट कता कता देशहरू ट्राभल गरेर अहिले मसँग छ। बुवा हुनुहुन्न। अर्को बुवाको। अनि यहाँ एउटा इन्ट्रेस्टिङ फोटो छ, यो मेरो आमा र बुवाको। यो उहाँहरूको चाहिँ नि लभ म्यारेज बनारस युनिभर्सिटीमा पढ्दाखेरि उहाँहरूले चाहिँ नि एकदमै गुपचुप बिहा गर्नुभएको दुईजना होइन, यो युनिभर्सिटीमा। इन्ट्रेस्टिङ छ नि पुरानो फोटोजहरू होइन। यो मेरो होल फ्यामिली, मेरो ग्रान्डफादर त्यहाँ होइन। अनि यो चाहिँ नि मेरो आमाको, मेरो अल टाइम फेभरेट पिक्चर, उहाँको बिहा गर्नुभन्दा अगाडि लखनऊमा खिचेको। इन्ट्रेस्टिङ होइन। टाइम भनेको पनि गजब छ होइन, समय। त्यही त समय भनेको गजब छ। एउटा मलाई हुन त त्यति हिन्दी त म बोल्दिनँ, तर त्यही पनि हिन्दीमा एउटा शेर छ कि भनाइ न दोस्ती के लिए, न मोहब्बत के लिए, न राजेश के लिए, न मधु के लिए, वक्त रुकता नहीं किसी के लिए, अपने दिल को ना दुख दे यूं ही, ये बेरुखी जमाने के लिए, वक्त के साथ साथ चलता रहे, यही बेहतर है आदमी के लिए। वाह वाह वाह।